होप सो आज मुस्ताङको टुर कहाँसम्म पुगिन्छ हाम्रो डेस्टिनेसन सेट गर्ने चाहिँ जोमसोम हो होप सो बाटो राम्रो होस् उहाँ हाम्रो ओप्पाको भाइ ल है गाइस हामी अब लगभग कालिका टिमले बागलुङ बजार आइपुगेका छौँ हाम्रो जोलुङ्गे पुल है यो नेपालकै नभए नि बागलुङकै चाहिँ टपमै आउँछ ल अर्को छ क्या अर्को छ अरे क्या अहिले नयाँ बनेको ठुलो छ होइन लामो अर्को भन्दा उच्च अर्को जय हो बागलुङ कालिकाले सबैको रक्षा गरौँ अब यहाँ शनिबार छ आज भिड नै रहेछ कालिका पनि ल गाइस सबैलाई सरप्राइज छ है यो चाहिँ हाम्रो के अरे रूपसे झर्ना ल अब सबैको भ्लगमा देखिरहेको हुन्थ्यो होइन अब आज आफ्नै आँखाले देख्न पाइयो जस रमाइलो जस दामी रहेछ बबाले रहेछ जे स्यान अहिले हामी चाहिँ जोमसोममा छौँ है हाम्रो होटलमा होटल मोनालिसा राइट जस्तै जाडो छ पानी परिरहेको छ चाहिँ आइपिएल चलिरहेको रहेछ अङ्कलहरू डिस्कस गर्दै हुन्छ रुम के हो कसो हो भनेर साउथ कोरियाकै सुरुङ नर्थ कोरियाकै सुरुङमा आयो कि क्या चाहिँ किचन रहेछ यो चाहिँ हाम्रो मम्मी ड्याडीको रुम हो र त्यस राम्रै रहेछ रुम चाहिँ एयरपोर्ट नजिकै छ एयरपोर्ट त्यहाँ रहेछ यो चाहिँ अङ्कल आन्टीको रुम यस यहाँको रुम चाहिँ राम्रै रहेछ एयरपोर्टको भ्यूदेखि हाम्रो रुम चाहिँ अब यहाँ चाहिँ अब प्रायोरिटी चाहिँ हामीलाई चाहिँ ल जे नाइस भ्यू नै छ ल अब चाहिँ हामी झोलासोला राखेर होटलमा जोमसोम बजार घुम्दैछौँ अनि मौसम चिसो चिसो पनि छ जे कता राम्रो टी कफी कता पाउँछ होइन त्यही टी स्टलतिर छिर्नेछौँ है त हाम्रो मुस्ताङको लोकल मिन्ट टी है कस्तो छ यो त टेस्ट दामी छ ल यो चाहिँ क्याफेको बुक स्टोर है त बुक लभर्सहरूको लागि यहाँ त धेरै नै राम्रो यो चाहिँ हिमालको काखमा रहेको जोमसोम एयरपोर्ट है त बिहानको झुल्की घाममा राम्रो देखिने भनेको हिमाल नै हो होइन देख्न सक्नुहुन्छ कस्तो राम्रो हिमाल देखिरहेछ अनि अहिले हामी चाहिँ फ्रेस भएर अब मुक्तिनाथ दर्शनको लागि लाग्दैछौँ है त जोमसोमदेखि 8 जना नेपाली नै हो सबै आफ्नो 9106 गरिदिन्छ है 9106 ल
यो तल बगिरहेको चाहिँ कालीगण्डकी रिभर होइन अनि यो सानो गाउँ चाहिँ हाम्रो कागबेनी है हामी चाहिँ मुक्तिनाथको पार्टीमा आइरहेको छौँ है ल दिस इज हेभन है गाइस यहीँ छ कि एउटा हिमालय कुन चाहिँ हिमालय हो ल बल्ल हाम्रो मुक्तिनाथ मन्दिरको यात्रा सुरु भएको छ हामी चाहिँ हिँडेर जान लाग्यो होइन जस आधी घन्टा जस्तो चाहिँ लाग्छ अरे यदि तपाईँहरू चाहनुहुन्छ भने चाहिँ घोडा खच्चर लिएर पनि जान सक्नुहुन्छ है त खच्चर चढ्नु पर्ने हामी पनि यो चाहिँ मुक्तिनाथको पसलहरू है त यदि तपाईँहरूलाई पूजाको केही सरसामान किन्न छ भने यहाँ किन्न सक्नुहुन्छ हाम्रो मम्मी ड्याडीहरू पनि पूजाको लागि होइन सामानहरू किन्दै हुनुहुन्छ यो चाहिँ के हो भन्ने सोच्नुभयो भने होइन शालिग्राम ढुङ्गा हो एउटा नेपालको कालीगण्डकी रिभरमा मात्र पाइने होइन यस पूजाआजाको लागि काम लाग्दो रहेछ अब यहाँदेखि चाहिँ हामी मुक्तिनाथ मन्दिरको मेन ढोकादेखि छिर्दैछौँ होइन देख्न सक्नुहुन्छ खटखटी नै खटखटी छ अनि कोही आफ्नो हजुरआमा हजुरबुवासँग आउँदै हुनुहुन्छ भने एल्टिट्युड सिकनेसको चाहिँ ख्याल राख्नु होला किनभने यो मन्दिरको उचाइ नै लगभग कति 3700-3800 मिटर हाइटमा होला होइन अनि यदि हिँड्न सक्नु हुँदैन भने पोर्टर दाइ पनि बुक गर्न सक्नुहुन्छ अनि यो उकालो हिँड्दा चाहिँ जे होस् मजाले नै रेस्ट गर्दै मजाले बस्दै आउन सक्नुहुन्छ होइन केही हतार गर्नु पर्दैन जल्लानी बच्चन ल्याउनु भुलिया त ल फाइनल्ली हामी मुक्तिनाथ टेम्पलमा आइपुगेका छौँ अनि यहाँ रहेका 108 धारामा नुहाएर हामी पूजा गर्न जानेछौँ अनि विश्वास छ कि यहाँको 108 धारामा नुहायो भने होइन जति पनि पापहरू गरेको छ त्यो सबै धुलिनेछ भनेर यो चाहिँ ज्वालामय मन्दिर यहाँ भित्र गयो भने नेचुरल ग्यासदेखि बलेको सानो आगो देख्न सकिन्छ है
त्यो हिरणलाई त तलतिर मोडबाट हो यहाँ लुगा लाउन मिल्दो रहेछ त सोना तोपे ल फाइनली हामी धुम्ब लेकमा आइपुगेका छौँ होइन देख्न सक्नुहुन्छ साह्रै नै विन्डी छ ल ल ल बाइक नै ढलाइदियो यार है ब्युटी यो धुम्ब लेकको इन्ट्रेस्टिङ फ्याक्ट भन्नु पर्दा चाहिँ यसको कलर पहिला रातो थियो अरे होइन तर यहाँको बुद्धिस्ट मङ्क्सहरूले धेरै नै रिलिजियस सेरेमोनीहरू गरेपछि चाहिँ यो लेकको कलर नेचुरल कलरमा आएको अरे है त यो चाहिँ बुढापाकाको भनाइ है मुस्ताङमा चाहिँ जसको घरमा धेरै दाउरा हुन्छ अरे होइन पहिला छोरी चाहिँ तिनीहरूलाई दिने गर्थ्यो अरे क्या हेर्दा पनि थाहा हुन्छ हेर न घरमाथि पुरै दाउरा नै दाउरा छ है ल मुस्ताङ आएपछि ग्रिनरी देखेको भने यो ठाउँमा त है अब होला नि केही स्याउ खेतीहरू के खेती होइन जेस ग्रिनरी देखेको भनेको यही मात्र है त यो चाहिँ चौबारी है हावाले गर्दा क्या बबल देखेछ भने ल अब चाहिँ हामी खानासाना खाएर माल्पा भिलेजतिर लाग्दैछौँ अहिले चाहिँ हामी माफा भिलेजमा छौँ होइन जे होस् यो घर गल्लीहरू देख्दा चाहिँ धेरै नै मुभीहरूको याद आउँछ जस्तै लाइक कबड्डी भयो होइन जेरी छ अनि धेरै नै म्युजिक भिडियोहरू खिचेका छन् जे होस् रमाइलो लाग्छ यो ठाउँहरू देख्दा बित्तिकै चाहिँ ल यहाँ माफा आएर यहाँ भएका लोकल सपहरूमा गएर होइन शेर्पा ड्रेसहरू ल्याएर फोटो खिच्न सक्नुहुन्छ प्लस यहाँको अल्कोहल एकदमै फेमस छ होइन माफाको स्याउको रक्सी त्यो पनि किनेर साथीभाइहरूलाई लान सक्नुहुन्छ है त ल यो चाहिँ कबड्डी गल्ली है कबड्डी मुभी सुटिङ भएको भएर नामै कबड्डी गल्ली रहेको रहेछ नि ल यस्तो दामी छ केटाहरू केही छैन भन्छ वाटरफल यो हेर न उतै माथि माथि डाँडा डाँडा